सबैलाई मेरो नमस्कार। वेलकम टु जिडिए एडु वर्ल्ड। यदि तपाईँहरू हाम्रो टिचरद्वारा होम ट्युसन पढ्न चाहनुहुन्छ भने आज म तपाईँलाई प्रोसेस बताउने छु कि हाम्रो टिचरसँग तपाईँ कसरी कनेक्ट गर्न सक्नुहुन्छ। हाम्रो टिचर चाहिँ अल ओभर विराटनगर एभाइलेबल छ। विराटनगरको 19वटै वार्डमा तपाईँ हाम्रो टिचर पाउन सक्नुहुन्छ। त्यसको लागि सबैभन्दा पहिले तपाईँले होइन यो क्रोममा जानु पर्यो। ओके, क्रोममा गएर तपाईँले GDAEDUWORLD.com GDAEDUWORLD.com सर्च गर्नु पर्यो है। सर्च गर्ने बित्तिकै तपाईँले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ है। त्यहाँ तल तपाईँले हेर्दै हुनुहुन्छ रेजिस्टर्ड एज स्टुडेन्ट, टिचर अनि इन्स्टिट्युट तीनवटा कुरा छ होइन। तपाईँले स्टुडेन्टमा क्लिक गर्नुहोस्। ओके, यदि हामीसँग ट्युसन पढ्न चाहनुहुन्छ भने, हाम्रो टिचरहरूसँग ट्युसन पढ्न चाहनुहुन्छ भने तपाईँ आफ्नो नाम लेख्नुहोस्। स्टुडेन्टको नाम हुनु पर्यो है। म आफ्नै यहाँ राखेँ। ओके, मोबाइल नम्बर हाल्नुहोस्। तपाईँ आफ्नो नम्बर राख्नु पर्ने हुन्छ यसमा। एड्रेस ठ्याक्कै तपाईँले टोलको नाम हाल्नु। जस्तै हाम्रो यो पारसनाथ टोल छ, टोल। अनि तपाईँको विराटनगर कति नम्बर पर्छ है। जस्तै विराटनगर हाम्रो 15 नम्बर पर्छ। मानौँ म 7 क्लासमा पढ्दैछु। मेरो स्कुलको नाम हो श्री मनोकामना सेकेन्ड्री बोर्डिङ स्कुल। यसरी गरेर तपाईँले रेजिस्टर्ड एज स्टुडेन्टमा क्लिक गरिदिनु भयो भने यो इन्फर्मेसन हामीनिर आउँछ। तपाईँको एउटा मेसेज आउँछ, हाई अमित शाह, थ्याङ्क यू फर रेजिस्ट्रेसन, फर मोर इन्फो। तपाईँले यो नम्बरमा हामीलाई कल गर्न सक्नुहुन्छ है। पहिलो तरिका चाहिँ यो हो। दोस्रो तरिका के छ होइन, तपाईँले यहाँ साइडमा 3टा क्लिक बटन हेर्दै हुनुहुन्छ नि होइन, त्यो थिच्नु। त्यो थिच्ने बित्तिकै यस्तो यहाँ चाहिँ अप्सन एउटा टिचर्स आउँछ है। टिचर्सलाई क्लिक गर्नु र तपाईँ आफै छानी टिचरहरू हेर्न सक्नुहुन्छ। यति टिचरहरूको लिस्ट छ है, जसको वार्ड नम्बरहरू पनि हामीले यहाँ राखेको छौँ। ओके, यति टिचर्सहरू छ हामीसँग। फर एन इक्जाम्पल खगेन्द्र कामतलाई हेरौँ है। उहाँ सिए क्याप 1 गर्दै हुनुहुन्छ। खगेन्द्र कामत, मुनालपद, विराटनगर 2बाट हुनुहुन्छ। तपाईँलाई 2 नम्बर वार्डको टिचर चाहिएको छ भने, उहाँको अरू डिटेल हेर्न चाहनुहुन्छ भने तपाईँ डिटेल्समा क्लिक गर्नुहोस्। उहाँको अझै डिटेल आउँछ। जस्तै उहाँले त्यसमा पढ्नु भएको छ, सबै सब्जेक्ट पढाउन सक्नुहुन्छ, 6 वर्षको एक्सपिरियन्स रहेछ। ओके, तपाईँले उहाँ टिचरसँग ट्युसन पढ्नु छ भने हायरमा क्लिक गर्नु होला। हायरमा क्लिक गर्ने बित्तिकै के हुन्छ, तपाईँको वाट्सएपबाट मेरो वाट्सएपमा यो मेसेज आउँछ, तपाईँलाई यो टिचर चाहिएको। त्यसपछि हामी तपाईँसँग कन्ट्याक्ट गर्नेछौँ। या त डाइरेक्टली पनि होइन, तपाईँहरू डाइरेक्टली पनि ब्याकमा जुन हायर सिस्टम छ नि, यहाँ तपाईँले डिटेल्सको साइडमा हायर छ, यति इन्फर्मेसन हेरेर पनि तपाईँले हायर क्लिक गर्नुभयो भने सेम प्रोसेस हुन्छ। तपाईँको वाट्सएपबाट मेरो वाट्सएपमा मेसेज आउँछ। सो यदि इन्फर्मेसन आइसकेपछि त्यसपछि हामी हजुरहरूलाई कल गर्छौँ, कन्ट्याक्ट गर्छौँ र तपाईँसँग कनेक्ट हुन्छौँ। हामीसँग लगभग अहिले 65+ टिचर्सहरू छ, जो मिडलदेखि लिएर ओभर हाई क्वालिफाइडसम्म हुनुहुन्छ है उहाँहरू। हस् त, थ्याङ्क यू। इट्स मी जिडिए। वेलकम टु जिडिए एडु वर्ल्ड।